हामी यतिखेर इटरीदेखि हामी धरान हुँदै पहाडतिर लाग्दैछौँ। हामी 5 स्तरको यात्रा गर्दैछौँ। यहाँनिर कुकुरहरू प्रशस्तै छ। हामी अब इटरीदेखि धरानदेखि भेडेटार अनि भेडेटार हुँदै ओह्रालो लागेर तल घाटदेखि हामी दाहिनेपट्टि जानेछौँ र देब्रेपट्टि गयो भने धनकुटा पुग्छ भने दाहिनेपट्टि गयो भने फिदिम जाने रोड, यसलाई भन्छ तमर कोरिडोर। अनि यो बाटोमा अस्ति भर्खरै दुर्घटना पनि भएको हामीले समाचारहरू पायौँ। कतिजना मानिसहरूको मृत्यु भयो। तर यो बाटो एकदमै तराईदेखि पहाड जानको निम्ति सहज र छिटो बाटो छ, रमाइलो पनि छ। तर एक दुईवटा कुराहरू चाहिँ के छ भन्दाखेरि कतिवटा पुलहरू बनिसकेको छैन। त्यसले गर्दा पानी आएको बेला चाहिँ यो बाटो हिँड्ने अवस्था छैन। हिजो अस्ति भर्खर आएको पानीले धेरै बाढी लगेर धेरै विनाश पनि गरेको हामी समाचार पत्रहरूमा हेऱ्यौँ। आज हामी यो बाटो अघि बढ्नेछौँ र फिदिम पुगेर हामी बास बन्नेछौँ। तपाईँलाई हामी बाटोमा के भयो सम्पूर्ण दृश्य हामी देखाउनेछौँ। र हामी अहिले धनकुटा रोड भेडेटारदेखि ओह्रालो जाँदैछौँ। अनि यो चाहिँ खोला जुन बाढी आएर यस्तो अवस्थामा छ अहिले। अनि हामी त्यो पुल तरिसकेपछि हामी दाहिनेतर्फको बाटो लाग्नेछौँ र देब्रेपट्टि गयो भने धनकुटा पुग्छ। अनि दाहिनेपट्टि गयो भने हामी 5 स्तरको फिदिम पुग्छौँ, जोरसाल पुग्छौँ। अनि जोरसालदेखि मेची राजमार्ग हुँदै ताप्लेजुङ पनि पुग्न सक्छौँ। र तर आज हामी फिदिममा बास बस्नेछौँ। अनि त्यहाँ बास बसेर भोलि बिहान हामी त्यहाँ केही सामानहरू किनेर गाउँतिर लाग्नेछौँ। लगभग हाम्रो गाउँको बसाइ लगभग 9 दिन हुनेछ। अनि त्यहाँ हामीले विभिन्न कार्यक्रमको आयोजना गरेको छ, भेटघाट छ। अनि तपाईँले त्यो दृश्यहरू पनि देख्न सक्नुहुनेछ। आजको यो छोटो भ्लगमा तपाईँहरूलाई हाम्रो बाटो कस्तो छ, यो तमोर करिडोरको बाटो कस्तो छ 5 स्तर जाँदा भन्ने कुरा हामी विस्तृत रूपमा देखाउन चाहन्छौँ। त्यसकारणले बाटो यस्तो छ। अनि खोला पनि बगिरहेको छ। खोलालाई यसरी तर्नुपर्छ कति ठाउँ। र पानी आएको बेला चाहिँ यो बाटो अलिकति खतरा हुने रहेछ र अलिकति पानी उभाएको छ। तर हामी यतिको यहाँ हिँड्दैछौँ यसरी। 2-3 वर्ष अगाडि म बाइकमा यो बाटो यात्रा गरेको थिएँ। त्यो समयभन्दा अहिले धेरै सुधार भएको रहेछ। लगभग 80% पिच भइसकेको रहेछ बाटो। र यो एकदमै सिधा बाटो फिदिम पुग्नको लागि लगभग म चाहिँ अस्ति लगभग 3 घन्टामा मोटर बाइकमा फिदिम पुगेको थिएँ यो बाटो धरानदेखि। आज अलिक धेरै समय लाग्नेछ किनभने बाटो खोला तर्दाखेरि अलिकति जोखिम पनि मोल्नुपर्ने रहेछ। र माथि एउटा खोला मौवा खोला भने जस्तो लाग्यो। त्यो खोलामा एकदमै धेरै गाडी तर्नु गाह्रो भएको छ। आज धेरै गाडीहरू त्यहाँ ब्लक भएको छ भन्ने पनि सुनिराखेको छ। आशा छ हामी पुगुन्जेल त्यो खुल्नेछ अनि हामी सहज साथ माथि जानेछौँ। आजको यो भिडियो तपाईँले हेर्नुहोला। यसको निरन्तरता तपाईँलाई म देखाउने नै छु। गाउँमा हामीले के गर्यो त्यो हेर्न सक्नुहुनेछ। धन्यवाद।